हेलो दर्शक बिन महानुभावहरू होइन तपाईँहरूलाई म देखाउन चाहन्छु आज चाहिँ म यहाँनिर मगर गाउँ भन्ने ठाउँ आएको छु होइन त्यति चाहिँ पहिला म 8 क्लासको बिहा लिइसकेर चाहिँ म प्रेनिससँग बस्न आउँदाखेरि घुम्नु आएको थिएँ त्यति बेला अनि त्यसपछि यहाँ आउँदा चाहिँ प्रेनिसको रुम यहाँ थियो यहाँ भन्दा नि यो ठाउँमा होइन अलिक तलतिर ठोकना साइड छ ठोकनै भन्थ्यो सायद उतातिर अनि त्यहाँनिर चाहिँ अब मैले चाहिँ हाम पनि यही पारी साइड कि उतापट्टि बस्छु म अहिले चाहिँ होइन अनि मलाई थाहा थिएन कि यो नजिक हो भनेर अनि भैँसी पार्टी भन्दा चाहिँ मलाई याद आयो कि यतै पनि हुनसक्छ त्यही भएर आज हामी प्रेनिसलाई चाल पनि नदेखिन यता यहाँनिर पुरानो रुमको मलाई धेरै याद छ किनकि मैले सपनामा पनि देखिरहेको थिएँ क्या त्यो रुम कसरी भन्दाखेरि सपनामा चाहिँ हिमालहरू पनि थियो कि त्यो म जाडो भएको बेला बैशाखतिर आएको थिएँ नि त म यता अनि मलाई एकदम जानु मन थियो कि मेरो सपना पनि आइरहेको थियो रुमहरू त्यही भएर मलाई त्यो घरबेटी पनि धेरै मन पर्थ्यो मतलब आन्टी र अङ्कल बुढो हुन्छ नि सानो सानो खुच्चा खुच्ची थियो क्या बुनहरू कति राम्री थियो त्यो बुनहरूलाई चाहिँ त्यो बुनहरू चाहिँ कत्रो भयो भनेर हेर्न पनि मलाई धेरै इच्छुक छ कि आज चाहिँ हामी कहाँसम्म जान्छौँ थाहा भएन तर धेरै राम्रो छ तलतिर पनि छ बाटो देखाइदिन्छ खराब छ बाटो चाहिँ अनि भोलि कहिले जान्छौँ बाटोमा देखाउँछौँ ल पुरै मजाले बाई।